वातावरण देखिएको छैन र यति बेला मैले देख्न छु यतापट्टि अमरपथका 4 जना व्यापारीहरू यहाँ अहिले बसिराख्नु भएको छ। निधारमा रङ छ, उहाँहरू सायद रङ खेलेर बस्नुभएको छ होला। म उहाँहरूसँग कुरा गर्नेछु। स्वागत छ माउन्टेन टेलिभिजनमा। धन्यवाद। हजुरको परिचय पाउन। म धीरजमान श्रेष्ठ, म सुखानगर बुटोलमा बस्छु। म आज यहाँ होलीको कार्यक्रम भएको हुनाले यता बजारतिर आएको थिएँ। हाम्रो साथीहरूको ग्रुपमा होली खेलियो। अहिलेको यो समय परिस्थिति अनुसार पनि हामी अलिकति टाढै रहेर खेल्नुपर्ने भएको हुनाले जस्तो अहिले कोभिडको चाहिँ जोखिम बढेको अवस्था छ र जिल्ला प्रशासन कार्यालयले पनि भिडभाड नगर्नु, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होली खेल्नु भनेको छ। आज दिनभरि होली कसरी खेल्नुहुन्छ? अब आज त लगभग हामी अब मास्क लगाइरहेछौँ। मास्क लगाएर टाढैबाट टिका लगाउने, हल्का अबिर लगाउने, अनि घरै बस्ने, अनि यसो साथीभाइहरूसँग रमाइलो गर्ने, होली खेल्ने। स्वागत छ माउन्टेन टेलिभिजनमा। धन्यवाद। हजुरको परिचय पाउन। म प्रकाश श्रेष्ठ, म अमरपथ निवासी हुँ। आज यो होलीको पर्वमा विशेष गरी कोरोनाले गर्दा पनि अहिले त्यति होली हामी राम्रोसँग यसरी धेरै विगत वर्षहरू जस्तो मनाइरहेका छैनौँ। सामान्य रूपमा साथीभाइसँग बसेर कोभिडले दिएको यो जोखिमको घडीलाई पनि हामीले मध्यनजर गर्दै साथीहरूसँग 2-4 जना आफ्नो मिल्ने साथीहरूसँग बसेर होली खेल्ने हामी कार्यक्रम सामान्य राखेका छौँ। धन्यवाद छ। अनि यस्तै गरी हजुरले कसरी मनाउने विचार गर्नुभएको छ आजको होली? अब सामान्य तरिकाबाट नै मनाइएको छ। के छ भन्दाखेरि विगतका वर्षहरूमा जस्तो उल्लासमय तरिकाबाट भिडभाड गरेर मनाइएको छैन। अहिले पनि हामी भर्खरै सामान्य तरिकाबाट क्लबका साथीहरू भेटघाट भएर टिका लगाएर सामान्य प्रसादी लिएर मात्रै हामी छुटेर। जस्तो क्लब भन्नुभयो, कुन क्लबको कुरा गर्नुभयो? हामी लायन्स क्लब बुटोल फुलबारी। लायन्स क्लब बुटोल फुलबारीको तपाईँ मेम्बर हुनुहुन्छ? म पूर्व निम्नतम अध्यक्ष। निम्नवर्तमान छ। हजुरको परिचय पाउन। म रोमनाथ ढकाल। रोमनाथ ढकालजी, अनि जस्तो विगतका वर्षहरूमा तपाईँको क्लबले यस्तो होली मिलनको कार्यक्रम आयोजना गर्थ्यो होला हैन? हजुर। यस वर्ष के छ, केही राखिएको छैन? यस वर्ष राखिएको छैन। विगतका वर्षहरूमा हामीले क्लबमा टिका लगाएर दिनभरिको कार्यक्रम हामीले राख्थ्यौँ। खानपिनको कार्यक्रम राखेर चाहिँ भव्य तरिकाले गर्थ्यौँ। अहिले चाहिँ त्यस्तो रहेन। अहिले चाहिँ सामान्य तरिकाबाट क्लबमा साथीभाइहरू जुटेर टिका लगाएर सामान्य मिठाई खाएर मुख मिठो गरेर नै साथीभाइहरू बिदाई भएर अब निस्किसकेका छौँ। हस्, धन्यवाद छ यहाँलाई। अनि यस्तै गरी हजुरको परिचय पाउन। म गकुल विश्वकर्मा। मेरो वासस्थान चाहिँ यहीँ अमरपथ 4 मा नै पर्छ होइन। अनि मेरो व्यवसाय हजुरको चाहिँ नवगुल्मेली सुनचाँदी पसल भनेर म चलाएर बसिरहेको छु। हजुर, धन्यवाद। अनि अहिले यो वर्षको होली कसरी मनाउने विचार गर्नुभएको छ? यो वर्षको होली खासैमा मेरो आफ्नो व्यक्तिगत तरिकाले हेर्नु पर्दाखेरि मेरो यस वर्ष होली छैन। किन भन्दाखेरि मेरो आफ्नै घर परिवारभित्र चाहिँ घटना घटेको हुनाले म चाहिँ होली खेल्न सकिरहेको छैन। मलाई देखिराख्नु भएको छ उहाँहरूले चाहिँ रातो टिकाहरू लाउनु भएको छ, मैले लगाइरहेको छैन। तर पनि म साथीभाइहरूलाई यसरी चाहिँ यो होली खेल्दा विगतका वर्षहरूलाई चाहिँ सम्झेर होली खेलिरहेको देख्दाखेरि म उहाँहरूसँग टाढा भएर म बस्न सकिरहेको छैन। हजुर। अनि गोकुलजी, जस्तो अहिले यो कोभिड-19 को सङ्क्रमणको जोखिम पनि बढिरहेको अवस्था छ। जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्नुहोस्, यसै गरी सामाजिक दूरी, स्वास्थ्य मापदण्ड अपनाएर होली खेल्नुहोस् भनेको छ। जो साथीहरू अहिले होली खेलिराख्नु भएको छ, यद्यपि तपाईँको होली त छैन, तर पनि जुन साथीहरू होली खेलिराख्नु भएको छ उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? होली खेल्ने जति पनि साथीभाइहरू हुनुहुन्छ, अब हुन त म आफू होली नखेले पनि साथीभाइहरूसँग, आफ्नो नजिकको साथीभाइहरूसँग होली खेले बराबर नै छु। किन भन्दाखेरि चाहिँ त्यो बाहिरी साथीहरूलाई पनि मैले के सन्देश दिन चाहन्छु भन्दाखेरि अहिले एकदमै अत्यन्त जोखिमपूर्ण अवस्था छ। यस्तो अवस्थामा चाहिँ हामीहरूले बडो सचेत भएर चाहिँ खेल्नुपर्ने हुन्छ। अब होली मात्रै नभएर तपाईँको खानपिनका कार्यक्रमहरू पनि विभिन्न सङ्घ संस्थाहरू, क्लबहरू, साथीभाइहरूमा चाहिँ भइरहेको हुन्छ। यो अवस्थामा चाहिँ एकदम सचेत भएर यहाँहरूले कार्यक्रम गर्नुहोला। भोलि कोभिडले गर्दाखेरि चाहिँ भोलिको दिनहरूमा चाहिँ तपाईँ साथीहरू बिचमा पनि भयावह स्थिति चाहिँ नआओस् भन्ने म यहाँहरूलाई चाहिँ सूचना जारी गर्न पनि चाहन्छु। हस्, धन्यवाद छ यहाँलाई हामीसँग कुराकानीको लागि। Kau babu lila. Babu lila.
यो वर्षको होली कसरी मनाइराख्नु भएको छ? यो वर्ष चाहिँ अब सबै साथीभाइको बिचमा रमाइलो आफ्नो सर्कलको बिचमा चाहिँ मनाइरहेको छ। अनि विगतको वर्षको होली र अहिलेको होलीमा के फरक पाउनु भएको छ? विगतको वर्ष चाहिँ खास खेलिएन गत साल। यसपालि चाहिँ अलि रमाइलो हुन्छ कि भनेर खेलिरहेछौँ साथीसाथीमा। अहिले कोभिडको सङ्क्रमण पनि बढिरहेको अवस्था छ, कोभिडको जोखिम पनि बढिरहेको छ। अनि जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाउनुहोस्, भिडभाड नगर्नुहोस्, भिडभाडमा नजानुहोस् भनेर भन्नुभएको छ। यसलाई कसरी पालना गर्नुहुन्छ? खासमा हामी यही साथीभाइकै बिचमा मात्रै, चिने जानेको बिचमा मात्रै खेलिरहेछौँ। खास बाहिरको मान्छेहरूसित, टाढाको मान्छेहरूसित, नचिनेकोसित त्यस्तो खेलिएको छैन। अब फेरि रङ भनेर खासै त्यति धेरै छापाछाप चाहिँ छैन, अलिक बचेरै गरिरहेछ। अनि आज दिनभरि कसरी मनाउने विचार गर्नु भएको छ? यही हो, साथीभाइको बिचमा चाहिँ अब रङसँग डल्ने, अनि त्यो अलिअलि साथी बस्ने, अलिअलि खाने, अनि त्यसपछि सिद्ध्याउने। हस्, धन्यवाद छ यहाँलाई। हस्, धन्यवाद। पर्दामा देखिने केटा पर्दामा आदरणीय दर्शक महानुभाव, यति बेला हामीले देख्न सक्छौँ भर्खरै यहाँ केही महिला दिदीबहिनीहरू भर्खरै नाचिराख्नु भएको थियो भने अब फेरि होली मिलन कार्यक्रम फागु पूर्णिमाको होलीको रङहरू एक आपसमा लगाएर होली साटासाट गरिरहेको दृश्य देखिरहेका छौँ र हामी उहाँहरूसँग कुरा गर्नेछौँ। देख्न सक्छौँ यतापट्टि थुप्रै महिला दिदीबहिनीहरूले आफूमा चाहिँ अबिर दलेर होली मनाइराख्नु भएको छ र म उहाँहरूसँग कुरा गर्नेछु। स्वागत छ यहाँलाई माउन्टेन टेलिभिजनमा। हजुरलाई पनि नमस्कार छ। हामीले दुःख सुख साटासाट गर्ने यो पर्व मनाएका छौँ। हजुरले हाम्रो इन्टरभ्यू लिनुहुन्छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। अनि आज कसरी होली मनाउने विचार गर्नु? आज हामी यहाँ रमाइलो गर्ने भने यही छिमेकको दिदीबहिनीहरू मिलेर एउटा खाना पनि छ, हाम्रो एउटा प्रोग्राम पनि छ, त्यही भएर यहाँ जस्तो अहिले जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ बढी भिडभाड नगर्नुहोस्, कोरोनाको जोखिम बढिरहेको छ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुहोस् भनिरहेको अवस्थामा तपाईँहरू यसरी भिडभाड गरिराख्नु भएको छ, यसलाई कस्तो रूपले मनाउनुहुन्छ? अब के होला अहिले गर्दाखेरि? हामी यही हल्का फुल्का किसिमले एउटा रमाइलो आफूमा दुःख सुख साटासाट गरेर मनाउँ, त्यस्तो भिडभाड हाम्रो केही पनि छैन, थोरै। अनि हजुरले कसरी मनाउने विचार गर्नुभएको छ आजभोलि? हामीले अब त्यही सुरक्षा मापदण्ड अनुसारै गरेका छौँ, धेरै भिडभाड छैन। हामी यही छिमेका 2-4 जना दिदीबहिनी मात्रै छौँ। अनि रमाइलो गरिराख्नु भएको? हजुर हजुर। अनि हजुरले आज कसरी मनाउनु भएको छ त? धन्यवाद हजुरलाई। हामी केही छैन, त्यस्तो ठुलो केही छैन, 4-5वटा घरका दिदीबहिनीहरू र बच्चा बच्ची जम्मा भएर यसो रमाइलो गरौँ। घर परिवार जस्तै हो हाम्रो, त्यस्तो नराम्रो गरी अब मापदण्ड नअप्नाएर होइन, हामी सुरक्षित तरिकाले हामी दिदीबहिनी वलतिर पलतिर यसो 5वटा घरको भएर
धन्यवाद छ। अनि हजुरले कसरी मनाइराख्नु भएको छ? हामी चाहिँ सबै समाज मिलेर दिदीबहिनी सबै जुटेर यो होली चाहिँ रमाइलो गरौँ, अब केही प्रोग्राम पनि राखौँ भनेर सबै मिलेर होली मनाएका छौँ। जो सुरक्षित छौँ, हामी बाहिर गएको छैनौँ, टोल छिमेकी मात्रै हो, बाहिरी मान्छेलाई यहाँ हामीले त्यति प्रवेश गर्न दिए छैनौँ। हामी यसरी नै होली मनाऊ भन्ने योजनाका साथ नाचगान प्रोग्राम चलिरहेछ। अनि 1 वर्षदेखि कोभिडको महामारीले गर्दा लकडाउन जस्तै थियो, अहिले लकडाउन खुलेको अवस्थामा फेरि कोभिड-19 को चाहिँ जोखिम बढेको अवस्था छ। जिल्ला प्रशासन कार्यालयले पनि अहिले चाहिँ घरदेखि बाहिर ननिस्किनुहोस्, बढी भिडभाड नगर्नुहोस् भनेको छ। स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली खेल्नुहोस् भनेको छ। स्वास्थ्य मापदण्ड अपनाउनु भएको छ कि? एकदमै अपनाएको छौँ। हामी बाहिर हिँड्दा मास्क लगाउँछौँ, सेनिटाइजर लगाउँछौँ र अरू जति बस्नुभएको छ बाहिर टोल, अरू जस्तो नगरपालिकाहरू, अरू भैरवा जति हुन्छ नि जिल्लाहरूमा, उहाँहरूलाई पनि हामी के भन्न चाहन्छौँ भने बाहिर हिँड्दा मास्क लगाइदिनुहोस्। आफ्नो आफन्त भनेर पनि त्यत्तिकै हात नधोइकन, सेनिटाइजर युज नगरिकन चाहिँ कसैलाई टच हुन, एकअर्कामा हात उमालो नगर्नुहोस्, आफ्नो सुरक्षा आफै अपनाउनुहोस् भनेर चाहिँ सूचना दिन चाहन्छौँ र हामी स्वयं पनि आफू पनि सुरक्षित हुन चाहन्छौँ र सबैलाई आग्रह गर्न चाहन्छौँ। अनि पहिला विगतका वर्षहरूको होली र अहिलेको होलीमा के फरक पाउनु भएको छ? अलिकति यो कोभिड कोरोनाले गर्दाखेरि केही खल्लो त भएको छ, किनभने जति मान्छेहरूले अहिले प्रोग्राम राख्थ्यो त्यो प्रोग्राम अहिले क्यान्सल, एकदमै खुल्ला सुनसान भएको छ। र अहिले चाहिँ यो सरकारले जति अहिले कोरोना यो होली मनाउनु हुन्न भनेर जति अहिले घोषणा गरे नि, त्यसले गर्दा पनि मान्छेलाई अलिकति कति त्रासको फिल भएको हो कि जस्तो महसुस चाहिँ भइरहेछ। किनभने यो पनि अहिले छिमेकमा पहिला पनि एकदमै अन्डाहरूले हान्ने, पानीहरू माथिबाट वर्षाउने त्यो त अलिकति विकृति घटिसकेछ। मान्छे अलिकति अलि चेतनशील भइसके, मान्छेमा अलिकति एजुकेटेड भएर पनि होला गर्नु हुँदैन भन्ने कुराहरू मान्छेलाई त्यो एकदम फिल भइसकेको छ। त्यही पनि अहिले चाहिँ यो कोरोनाले गर्दा चाहिँ अलि सुनसान चाहिँ भएको छ। तर जति मनाउनु भएको छ मनाउनुहोस्, मनाउनमा मना गर्न मिल्दैन। आएको अहिले चाडपर्व हामीले त्यति धेरै हराएर लैजान पनि मिल्दैन। तर चाहिँ मनाउनुहोस्, तर आफूमा स्वयं सतर्कता अपनाएर एउटा जे गरेर भए पनि बाहिरी मान्छेलाई आउँदा यसरी हातमाले नगर्ने, सुरक्षित भएर टाढा रहेर एकअर्कामा एउटा माया साटासाट गर्ने प्रोग्रामलाई चाहिँ निरन्तरता दिनुहोस् भन्न चाहिँ म चाहन्छु। हस्, धन्यवाद छ यहाँको अमूल्य। हस् त, हजुरलाई पनि धन्यवाद। यसै गरी मैले एकजना यहाँ दिदी देखिरहेको छु जो उभिराख्नु भएको छ। स्वागत छ यहाँलाई माउन्टेन टेलिभिजनमा। धन्यवाद। अनि हजुरको परिचय पाउन? मेरो नाम सुमित्रा नेउपाने। सुमित्रा नेउपानेजी, हजुर पनि यहाँ होली मनाइराख्नु भएको छ। आज दिनभरि कसरी होली मनाउने योजना बनाउनु भएको छ? हामीले अहिले चाहिँ होली चाहिँ अब खाना खायौँ, खाइसकेपछि अब दिदीबहिनी भेटघाट हौँ। अब हाम्रो यही टोल अगाडिको मात्रै, अरू बाहिरको त खासै बोलाएका छैनौँ। किनभने अब अहिलेको समस्या सबै यहाँ मात्रै होइन देशैभरि भएको हुँदाखेरि अब सरकारले पनि कति रोक्ने, कोलाई रोक्ने, अब रोक्ने र बाँच्ने भन्ने हामी आफू स्वयं नै हो। त्यसो त हामी कसरी सुरक्षित हुन्छौँ, कसरी हुन्छौँ भन्ने कुरा हामीले आफै सोचेर रमाइलो पनि गरौँ, सुरक्षित पनि हौँ भन्ने चाहिँ हाम्रो सोच भएर अब गरिराखेका छौँ। जस्तो अहिले जिल्ला प्रशासन कार्यालयले चाहिँ सर्वसाधारणहरूको लागि अहिले भिडभाड नगर्ने, होलीमा पनि बढी भिड नगर्ने होइन, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क सेनिटाइजर दलेर मास्क लगाएर साबुन पानीले हात धोएर भिडभाड नगरिकन आफ्नै परिवारमा मात्रै खेल्नुहोस् भनेर भनिरहेको अवस्था छ होइन। र तपाईँले पनि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क लगाइराख्नु भएको छ। जसले मास्क नलाइकन यो होलीमा भिडभाड गरिराख्नु भएको छ, मास्क नलाइकन स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइकन जसले होलीहरू खेलिराख्नु भएको छ, त्यस्ता नागरिकहरूलाई यो माउन्टेन टेलिभिजन मार्फत के भन्न चाहनुहुन्छ? मैले भनिसकेँ। अब सुरक्षित कसरी हुने आफ्नो परिवार र आफू भन्ने त हामी स्वयं आफैले सोच्ने कुरा हो। अब चाहे यो टेलिभिजनद्वारा होस् या समाचारबाट होस्, चाहे सरकारले होस्, नगर यसरी हो भन्ने त उहाँहरूको सुझाव हामीले सुनि नै राखेका छौँ। तर हामीले त्यसलाई चाहिँ लापरवाही गरेर होइन ए भन्दै रहन्छ सुन्दै रहन्छ भनेर हिँडिन्छ भने त कसको के लाग्छ र? परिवार सम्हाल्न सकिन्न भने अरू टोल छिमेक वार्ड देश त त्यो परै जाऊ। त्यो हामी स्वयं आफै हुनुपर्छ। खेल्ने पनि हो, रमाइलो गर्ने हो। हाम्रो यो परम्परा एउटा धार्मिक हाम्रो धर्मअनुसार होलिका जलाउने यस्तो भन्ने कथा पनि सुन्दै आएको र आज यो रमाइलो पनि देखेको हुँदाखेरि अब निरन्तर गर्ने, तर हल्का फुल्का happy, 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 happy.
दर्शकबिन यो थियो हाम्रा सहकर्मी साथी सत्यनारायणले सुपुन्देबाट पठाएको स्थगत रिपोर्ट। हामी फेरि विश्रामतिर जान चाहन्छौँ। अहिले भने यो छोटो विश्राम।